गुड आफ्टरनुन। म चाहिँ टिम जुनियरको चाहिँ लिडर, म चाहिँ लेफ्ट लिडर, म चाहिँ राइट लिडर। अनि मेरो नाम पारस सर। मेरो नाम मनोज सर। मेरो नाम रोशन विष्ट। यो चाहिँ हामीहरूको फर्स्ट भिडियो रहेको छ, त्यसैले हामीले आज 3 जुनियर टिममा चाहिँ 10 रुपियाँदेखि हामी 500 रुपियाँ बनाउन गइरहेका छौँ। हामी अब आन्टी तपाईँ यसलाई 20 रुपियाँ किन्नु हो? किन्ने हो? ल दिनुहोस्, ल पैसा दिनुहोस् तपाईँ हामीलाई। ल खानेले आन्टीले किनिसक्नु भएको छ, हजुरले खाने हो? ल त ल 20 रुपियाँ, ल धन्यवाद। अब चाहिँ हामी दोकानमा आइसकेको छ, अहिले भर्खर बेचिसक्यो होइन गाइस। अब हामी टिकट किन्न गइरहेको छौँ होइन गाइस। 20 रुपियाँ भइसकेको छ। आउँछ होइन गाइस। आन्टी हुन्छ पसलमा एउटा धन्यवाद। अब बजारमा कोही अरू भेटिन्छ भने अब हामी 20 रुपियाँको किटक्याटलाई 30 रुपियाँ बेच्न जान्छौँ। यो किटक्याट चाहिँ अब स्कुलको सरलाई बेच्न गइरहेको छ, हेरौँ किन्ने रहेछन् कि नरहेछ। हामीले अब मान्छे देखिसकेका छौँ एउटा, आउनुहोस् है। हेलो दिदी, यो हजुर 20 रुपियाँको किटक्याट 30 रुपियाँमा किन्नुहुन्छ? गाइज यहाँबाट पनि डिटेक्सन दिइसकेको छ। आज चाहिँ हामी अब यहाँ चुकिरहेको छौँ होइन गाइज। ल आउनुहोस् त, यो पसलमा जाउँ, अलिकति राम्रो जस्तो छ। नमस्ते दाई। नमस्ते भाइ। तपाईँलाई के के राम्रो लाग्छ कि डेरी मिल्क? किटक्याट न भाइ, अरे दाइ तपाईँको फेभरेट लिइसकेको छु। तपाईँले 30 रुपियाँ किन्नुहुन्छ? अरे नकिन्ने कुरै भएन भाइ, रोक्न भाइ, चल्नको छ। दाइ तपाईँ दाइले किन्नुहुन्छ होइन गाइज। अब हामीहरूको 20 रुपियाँको 30 रुपियाँमा हुँदैछ होइन गाइज। दाइकोमा त पैसा टन्नै रहेछ। अरे दाइ थ्याङ्क यू दाइ। वेलकम भाइ। ल ह्यान्ड चाहिँ गर्ने। ल ल ल के किन्न चाहन्छ हजुर? के किन्न केही भन्न चाहनुहुन्छ? अरे भाइ के भन्नु हो, अहिले भन्न केही चाहन्न। क्रिकेट लभर हुँ। लिनुहोस्। ल दाइ थ्याङ्क यू दाइ। अहिले 30 रुपियाँमा यो 3वटा चिज किनिसकेको छ होइन गाइस। अब यसलाई चाहिँ हामी एउटालाई चाहिँ 20 रुपियाँ, यसलाई पनि 20 रुपियाँ र यसलाई चाहिँ 10 रुपियाँ बेच्ने रहेको छौँ। ल हिँड्नुहोस्, को किन्छ ल हिँड्नुहोस्। एचएफसी भित्र छिरिसकेको छ होइन। एचएफसी भित्र गली हामीले एउटा मस्त ह्यान्डसम अङ्कल भेटिसकेका छौँ। नमस्ते अङ्कल। हामी चाहिँ कन्टेन्ट क्रिएटर होइन, अनि हामी चाहिँ यो चक्लेट बेचिरहेको छौँ। हामी यसलाई 30 रुपियाँ बेचिरहेको छ होइन। हामी चाहिँ एउटा कन्टेन्ट क्रिएटर, हामीले त्यस्तै सामानहरू बेची 500 बनाएर अनि त्यसपछि हामीले 500 को केही अरू चिज गरेर त्यो बेच्नु होइन। तपाईँले किन्न सक्नुहुन्छ? मजाले ल किन्नुहोस् नि त। कतिमा किन्नुहुन्छ तपाईँ? त्यो 30 रुपियाँ भनेपछि त्यसैमा किन्न सक्छु। ल ल ल ल, त्योभन्दा ज्यादा कहाँ सकिने हो त? 30 रुपियाँ धेरै भयो होला। 100 रुपियाँ सिधै किन्न सक्यो नि, किन छुट्टानु होला? यहाँ यो भित्र कति छ हामीसँग? 45 रुपियाँ मात्रै छ। चल्यो हो, त्यही थियो मात्रै। लिनुहोस् त। धन्यवाद अङ्कल, लिनुहोस् चक्लेट। ल अङ्कलले पनि किनिसक्नु भएको छ होइन गाइस। ल हामीहरूको अहिले टोटल 100 रुपियाँ भइसकेको छ। अब 100 रुपियाँको हामीले केही अरू चिज किनेर हामीले अब 100 रुपियाँमा बेच्छ है त गाइस। ल आउनु। भाइ एलकेजीमा पर्छ। पेन्सिल लेख्छ होइन। हामी चाहिँ कन्टेन्ट क्रिएटर होइन। हामीहरू चाहिँ यस्तो सामानहरू बेचेर पैसा किन्ने पैसा पाउँछ होइन। अनि त्यहाँबाट हामीले केही गर्छौँ। त्यसैले किन्नुहुन्छ यो तपाईँले? अहिले किन्दैन बाबु, किन्नु ल। अहिले किन्दैन। ल किन्नु नभइसकेपछि आन्टीले हामी नेक्स्ट ट्राई गर्छौँ।